नमस्ते। आज हामी रमाइलो दिन बिताउँदैछौँ। आज मैले एउटा भिडियो बनाउँदैछु। हाम्रो यो 1 दिनको यात्रा एकदम रमाइलो भइरहेको छ। हामी अहिले चितवन राष्ट्रिय निकुञ्जमा आएका छौँ। हात्ती पनि देख्न पाइयो है। यो हात्तीको नाम चाहिँ के थियो? यो हात्तीको नाम चाहिँ रोनाल्डो रहेछ। हामीले रोनाल्डोलाई पनि देख्न पाइयो। आज चाहिँ हामी अफिस भ्याइएर हामी चाहिँ घुम्न आएका थियौँ। घुम्न आउने मध्येमा झारगैराबाट मेरो 2टा बहिनीहरू मनिषा मिस, रेणु मिस अनि प्रदीप भाइ अनि कमल सर र प्रकाश पौडेलजीसँग हामी घुम्न आएका छौँ। अनि घुम्दाखेरि यति रमाइलो भयो। बाटोमा आउँदा खानासाना खायौँ, चिया पनि पियौँ होइन। अनि रोनाल्डोलाई हेर्दैछौँ अहिले हामीहरूको गन्तव्य चाहिँ अहिले चितवन राष्ट्रिय निकुञ्ज हो। बाटोमा यति रमाइलो दृश्यहरू हेर्दै गयौँ, यति रमाइलो हुँदै गयो। हामीले त रोनाल्डोलाई हेर्दै यति अँध्यारो पनि हुन लागिसकेको छ अनि अहिले घाम अस्ताउँदै पनि छ। दृश्य एकदमै सुन्दर देखिएको छ। हामी यहाँ केही समय त बस्यौँ, रिल्याक्स पनि गऱ्यौँ, यति रमाइलो भयो। बहिनीहरू पनि यति खुसी भए रोनाल्डोलाई हेर्दाखेरि अनि मिसहरू पनि यति खुसी हुनुभयो। थोरै रमाइलो नगरे त मजा नै आउँदैन होइन त साथीहरू? हजुरहरूलाई पनि रमाइलो गर्न मन छ भने आउनुहोला है चितवन राष्ट्रिय निकुञ्ज। आजको हाम्रो दिन एकदम रमाइलो रह्यो। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट गर्नुहोला अनि सेयर गर्नुहोला है। मैले फर्स्ट टाइम भिडियो बनाउँदैछु अनि हामी यता सौराहाको यो पोखरीतिर आयौँ। यसलाई के भन्छ मलाई नाम त थाहा भएन। यहाँ पनि गोहीहरू पनि देख्न पाइयो अनि यहाँ होटलहरू पनि रहेछ, सफारी गर्ने ठाउँहरू पनि रहेछ। कति राम्रो ठाउँ। यस्तो राम्रो ठाउँ चाहिँ तपाईँहरू चितवन आउनुभयो भने घुम्नु होला। ल हेर्नु हामी स्कुटीमा यस्तो रमाउँदै आएका छौँ बाटोमा। साथीहरूले अगाडिबाट भिडियो पनि बनाउँदै हुनुहुन्छ। हात्ती पनि बाटोमा भेट भयो। हात्तीसँग हामी गफ त गर्न सकेनौँ। अनि नारायणीको किनारमा मम्मी र बहिनीको पनि भेट भयो। यस्तो रमाइलो भयो। मम्मी पनि खुसी हुनुभयो। प्रदीप भाइ, म 2टा बहिनीहरू पनि धेरै खुसी छ। मनिषा मिसका पनि खुसी हुनुहुन्छ। अनि रेणु मिस चाहिँ लास्टतिर आउनुभयो। रात परेको समय पनि धेरै रमाइलो भयो। हेर्नु न भ्यू पनि कति रमाइलो